नेपाल आस्था र प्रकृतिको भूमि, जहाँ प्रत्येक डाँडामा एक कथा बस्छ र प्रत्येक बाटोमा एक श्रद्धा जाग्छ। आज हामी तपाईँहरूलाई लैजाँदैछौँ धादिङ जिल्लाको धेरै पहाडहरूमध्येको एक मनमोहक पहाडमा, जहाँ अवस्थित छ भैरवी मन्दिर, देवी शक्तिको प्रतीक र आत्मिक शान्तिको केन्द्र। भैरवी मन्दिर धादिङ बेसीदेखि केही माथि नीलकण्ठ नगरपालिकाको हरियाली डाँडामा अवस्थित छ। यात्राको बाटो शान्त छ, वरिपरि हरियाल वनजङ्गल, खेतका गरा र गाउँका हर्षित अनुहारहरू भेटिन्छन्। माथि पुग्दा गणेश हिमालदेखि मनास्लुसम्मको दृश्य एकैसाथ झल्किन्छ। प्रकृतिको शान्त वातावरणले मनमा शान्तिको लहर जगाउँदछ। हामी अब भैरवी मन्दिर पुग्नलाई लगभग 500-600 मिटर बाँकी रहेको छ होला सायद, जहाँसम्म लाग्छ। तपाईँलाई हामी त्यो ठाउँ पुगिसकेपछि त्यहाँका रमणीय दृश्यहरू देखाउने नै छौँ, हेर्दै जानुहोला। हेलो, आज चाहिँ हामी धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वार्ड नम्बर 6 स्थित भैरवी मन्दिरमा आएका छौँ। भैरवी मन्दिर धादिङ जिल्लाको एकदमै प्रसिद्ध मन्दिर हो। रमणीय स्थल छ, तपाईँहरू पनि घुम्न आउनुहोला।
गुठी व्यवस्थापन समिति नीलकण्ठ नगरपालिका धादिङ सुनौला बाजार धादिङमा आइपुगेका छौँ र हामी गेटबाट प्रवेश गर्दैछौँ। ओके, लेट्स मुभ। व्यूअर्स, हामी भैरवी मन्दिर प्रवेश गरिसकेका छौँ र प्रवेश गर्ने क्रममा हामी उकालो उक्लिँदैछौँ। तपाईहरूलाई हामीले यो भैरवी मन्दिर के कस्तो छ भन्ने कुराहरू तपाईहरूलाई देखाउने नै छु, आउनुहोला। स्थानीय बासिन्दाहरू र यहाँका पुजारी भाका अनुसार भैरवी मन्दिरमा पूजा गर्ने भक्तजनहरूको मनोकामना पुरा हुन्छ भन्ने विश्वास रहेको छ। देवी भैरवी शक्तिको रूप जसले भयलाई नष्ट गर्छिन् र विश्वास जगाउँछिन्। दसैँ र चैते दसैँमा यहाँ हजारौँ भक्तजनहरू आउँछन्। धूप, फूल र श्रद्धाको सुगन्धले पुरा डाँडा भरिन्छ। मन्दिर आउँदै गर्दाखेरि, यहाँको दर्शन गर्दै गर्दाखेरि हामीले पुजारी बुवालाई भेटेका छौँ र उहाँसँग हामी छोटो मिठो कुरा गर्नेछौँ। हजुरको परिचय? मेरो नाम चाहिँ भगवान राणा मगर। म यहाँ यस भैरवी मन्दिर चाहिँ भैरवहरूको सबैको चाहिँ अब चाहिँ नागलक्ष्मीको चाहिँ म पुजारी। गणेश मन्दिरमा पनि पूजा गर्छु मैले। यहाँको स्थापना चाहिँ रामशाहको पालामा चाहिँ स्थापना भएको। त्यसपछि गएर चाहिँ अब चाहिँ पृथ्वीनारायण शाहले चाहिँ अब एकीकरण गर्ने चाहिँ अब चाहिँ एउटै चाहिँ मुष्टुजी के अरे नेपालको चाहिँ एकीकरण गर्ने बेलामा चाहिँ अब हामीहरूलाई त्रिशूल पनि चढाएको छ। उहाँले खड्का, तरबार सबै चाहिँ त्रिशूलहरू चाहिँ चढाएको छ। अनि त्यसपछि चाहिँ उहाँले चाहिँ नोकर जिल्लालाई चाहिँ लिनु नसक्दाखेरि चाहिँ यहाँ चाहिँ भक्कल गरेर उहाँले चाहिँ यो त्रिशूलहरू वाद्य बजाउनेहरूलाई भयो। अनि त्यसपछि पुजारीहरूलाई चाहिँ नि अब चाहिँ खेतहरू अब चाहिँ अनि जग्गाहरू अब चाहिँ यहाँ नगरा बाना बेलुका बिहानै दैनिक बज्छ यहाँ चाहिँ। अनि त्यहाँ उहाँले चाहिँ त्यो चढाउनु पनि भएको पनि छ। र त्यसैपछि जाँदा जाँदा चाहिँ अब चाहिँ उहाँ चाहिँ देवीहाटमा पनि गएर चाहिँ उहाँले चाहिँ अब चाहिँ त्यहाँ नोकर भैरवी भन्छ त्यहाँ चाहिँ अब त्यहाँ पनि त्यहाँ अब चाहिँ स्थापना गर्नुभएछ र उहाँ चाहिँ काठमाडौँ प्रवेश हुनुभएछ। अनि त्यसपछि अब यहाँ दसैँमा अब चाहिँ ठुलो मेला लाग्छ हाम्रो यहाँ चाहिँ। अब हामी चाहिँ 4 जना उपासे बसेको हुन्छौँ र हामी एक थाक मात्रै खाएर माथिको हामी डिस्टर्ब लाउँदैनौँ त्यो बेलामा, पछ्याएर मात्रै उडेर हिँड्ने हो। अनि त्यहाँबाट चाहिँ यो बुढा दसैँमा चाहिँ हाम्रो चाहिँ नवमीको दिन पनि अब सरकारी पूजै चल्छ यहाँ। एउटा राँगो दिने, एउटा बोका दिने, भैरवलाई सुँगुर चढाउँछौँ, गणेशलाई बोका दिन्छौँ, नाग नरसिंहलाई चाहिँ के अरे दुध लाभा दिन्छौँ। अब उहाँको मान्यता चाहिँ अब चाहिँ त्यो इन्द्र भगवान्ले चाहिँ ब्रजा हान्दाखेरि चाहिँ त्यो चट्याङ हान्दाखेरि चाहिँ उहाँलाई सम्झिनु रे, नाग नरसिंह भनेर सम्झिनु रे। अनि त्यो कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ त्यो स्थापना गरेका छौँ के अरे। अनि त्यसै गर्दाखेरि अब चाहिँ हाम्रो चाहिँ घट स्थापना दिनदेखिको चाहिँ सुरुवात हुन्छ। हाम्रो चाहिँ यहाँ 4 जना बस्छौँ। बेलुकाखेरि अब जमरामा पूजा गर्ने, अनि अब चाहिँ यहाँ आरती चल्छ। अब यहाँ बिहान निम पूजा चल्छ। अनि त्यो बेलामा चाहिँ त्यो जमरामा पानी हाल्ने बेलामा धुप बत्ती बाल्ने बेलामा चाहिँ हाम्रो चाहिँ बाजे बच्चनको चाहिँ अब चाहिँ अनि साथीहरू सबैजना आउनुहुन्छ। उहाँहरूको गुठियारी छ। अनि सबैलाई पहाड जग्गा छ, त्यो चाहिँ 12 दिन बजाउनुपर्छ। अब चाहिँ यो साउने सङ्क्रान्ति, चण्डी पूर्णे, चैते दसैँ, अनि त्यसपछि गएर बडा दसैँमा 9 दिन। अनि त्यस्तो चाहिँ अब चाहिँ यहाँ चाहिँ त्यो काम गरिरहेको छौँ हामीले अहिलेसम्म।
अनि फेरि त्यो घाउ खटिराहरू नआओस्, रोग व्यापहरू नआओस् भनेर फेरि हामी साउने सौगतीमा चाहिँ कन्थमल ल्याएर यो उर्सिनी पदार्थ चिजहरूलाई चाहिँ उहाँलाई चाहिँ पूजा गरेर हामी सर्सिङ पड्काउने, अनि त्यहाँबाट पूजा गरेर चाहिँ अनि त्यसपछि यहाँ एउटा कुखुरा बलि दिन्छौँ, त्यसलाई काटेर अनि त्यहाँबाट चाहिँ हाम्रो चाहिँ घाउ खटिराहरू यस्तो चाहिँ रोग व्यापहरू सबै हराउनुहोस् भनेर साउने सौगतीमा चाहिँ त्यो दिन्छौँ। अनि आरती गर्ने भन्छ फेरि अब हाम्रो यहाँको नीति नियम चाहिँ के छ भने घाम नस्ताइकन चाहिँ त्यो आरती बेलुकामा चाहिँ के हुन्छ भने पहिला बत्ती सल्काइदिने, अनि फुको अक्षता चढाइदिने, धुप जलाइदिने, अनि ड्रमहरू अनि नगारा बज्छ त्यहाँ तल महिलाको नगारा, अनि त्यो बाना भने तामाको हुन्छ त्यो हजुर बिहान बेलुकै अनि त्यसरी गरिदिन्छ। अनि त्यसपछि चाहिँ म चाहिँ बेलुका चाहिँ घर जान्छु। अब दिनै घरिघरि चाहिँ फेरि भैरवी मन्दिरसम्म पुग्ने बाटो केवल धार्मिक यात्रा मात्र होइन, त्यो आत्मिक शान्तिको यात्रा पनि हो। बाटोमा देखिने पाखा पखेरो, खोला नाला, वनजङ्गल, खेतगरा र चराचुरुङ्गीहरूको आवाजले यात्रालाई अर्थपूर्ण बनाउँदछ। कहिलेकाहीँ भक्तजनहरू गीत गाउँदै मौनतामा रमाउँछन् र जब मन्दिरको घन्टीको आवाज सुन्छन् उनीहरू भित्रदेखि आफूलाई नयाँ ऊर्जाले भरिएको महसुस गर्छन्। भैरवी मन्दिर केवल दर्शनको स्थान मात्र होइन, यो एउटा यस्तो स्थान हो जहाँ श्रद्धा, प्रकृति र आत्मा एकैसाथ मिल्छन्। यहाँ पुग्दा मनका बोझ हलुका हुन्छन् र विश्वास पुनः जाग्छ। सायद यही कारणले यो स्थान इच्छा पुरा गर्ने मन्दिर भनेर चिनिन्छ। हरेक वर्ष नयाँ भक्तजनहरू यहाँ आउँछन् र फर्किन्छन्, नयाँ उमङ्ग, नयाँ शान्ति र नयाँ आशाका साथ। दैनिक दसैँमा यदि पनि भएन, अब कहिले अब त्यो कुखुरै छैन, बोकै छैन भन्यो भने पनि अनि कस्तो गर्छ भने अनि पछि भए पनि बारसार मिलाएर पूर्णे पञ्चमी त्यस्तो मिलाएर चाहिँ यहाँ चाहिँ त्यसरी दिन्छ। हाम्रो यहाँ चाहिँ यहाँको चलन चाहिँ त्यस्तो छ। अनि हामीलाई चाहिँ त्यो दुःख बिमारहरू नहोस्, घर परिवारमा पनि सुख शान्ति छाओस्, अब अन्नपानी धनपानीहरूमा सबैमा सह भएर जाओस्, दोपया चौपयाहरूले पनि फलिफा भएर जाओस्, हामीलाई सबै थोक सदाबार सुखी रहेरोस् र शान्ति छाएर जाओस्। अनि त्यो हैजा सैजा भन्छ नि सिधमिधी फेरि यहाँ फेरि यस्तो छ कि त्यो लाग्दा पनि लाग्दैन क्या यहाँ। हजुर त्यो लाग्दैन क्या यहाँ यो ठाउँमा। हजुर अनि यहाँको शक्ति चाहिँ के देख्छु भने मैले सबभन्दा हेर्छु। अब म त 3 वर्षदेखिको बुईमा चढेर बेलुकाखेरि बिहान त दैनिक नुहाएर आउनुपर्छ। अब हामी त बुढा। अनि हाम्रो दाजुभाइ खलक धेरै छ। फेरि हजुरको चाहिँ कोही नोकोटमा छ, कोही चाहिँ हेटौडामा छ, कोही चाहिँ लोथरमा छ, कोही पोखरामा छ, कोही काठमाडौँ बस्छ। अब पहिला पहिला त त्यो अब मोबाइलको अब चलन नहुने बेलामा चिठी पठाउँदा सुतेर चोखिने बेला भइसक्यो, जुठो पारिने चोखिने बेला भइसक्यो थियो है। अहिले पो हजुरको चाहिँ इमो भाइ पो अब चाहिँ याफे स्याफेमा झ्यापझ्यापमा हालिदिन्छ र सर सबैले सर्च गरी हेरिहाल्छ त्यो। अनि त्यहाँबाट त्यस्तो भइसक्दाखेरि के अरे पाठी पाए हामीलाई भनेर सुनाइदिए। सँगै एकुन्टा पाइरहन्थ्यो, बुढी नै हुनु लागिसक्यो त्यो बाह्र पनि। अनि यहाँ सुनाइसकेपछि चाहिँ प्रायः जसोको चाहिँ बोकै पाउँछ हजुरको 2टा 3टासम्म। यहाँ तल एउटा हजुरको छ एकदम खाइलाग्दो क्या, ती 3टा पाउने उसको बाख्राले के। भैरवी डाँडाको टुप्पोबाट हेर्दा लाग्छ प्रकृतिले पनि यहाँ मस्त ध्यानमा बसेको छ।
यस्तो स्थान जहाँ न आवाज बढी न मौनता कम, केवल आत्माको सन्तुलन। यो यात्रा केवल म शरीरको यति होइन, भन्ने यो छोटो आत्माको कुरामा यात्रा चाहिँ हो। अलिकति निम्ति उ एकदम गरिहालेँ ल धेरै हस् धेरै धन्यवाद हस् हजुरलाई। यति भने पनि धेरैभन्दा धेरै जानकारी दिनुभयो, त्यसको हजुर लागि हजुरलाई हृदयदेखि नै धन्यवाद। मेरो तर्फबाट नि सेम टु हजुर हजुरलाई पनि ल ल म यति भन्दैमा हुन्छ। छोटो कुरालाई हस् उ गरेँ हस् हस् त धन्यवाद। तपाईँहरूले थाहा नै पाइसक्नु भएको छ भैरवी मन्दिरको विषयमा, तपाईँहरूले जानकारी पाइसक्नु भएको छ, हाम्रो पुजारी बाले भनिसक्नु भएको छ। त्यो कुराहरूलाई हजुरले थाहा पाउनु भएको छ। हस् त म पनि अहिले बिदा हुन चाहन्छु। हस् त नमस्ते।